माइला बाबाको घर माइली आमाको घर सानो आमाको घर सनी डक्टर घर जाने सन्ध्या फुललाई भेट्न जाने सन्ध्या फुललाई अब आउने बेलामा मान्छे के पार्टी सानो हो माइला बाबाको बाइक भएको घर जाने अब बाइक हेर्न माइला बाबा सकेन हेर्न हजुर भन न हेर्ने हो ल टुटु हेर्छ हौ ल हेर सन्चै हुन्छ आन्टी 2 महिना पनि छैन यानिस यहाँ हेर आमा आमालाई चिन्न पर्यो नि आमा आमा आउनुभएको नमस्ते गर्नु नमस्ते यहाँ कुखुरा हेर्ने गरेको मैले भिडियो बनाएको आमालाई बाबु म कसको मम्मी हो यहाँ आऊ त यहाँ झरिसकेको मान्छे कुखुरा हेर्न गएको के म कसको मम्मी हो भन न ए यो त उसमा भिडियोमा देख्दा भन्दा त भिन्दै यता देख्दा भिन्दै आइछ ल यो त आएर कुन हो अन्त यसको घर जन्मेर बोल्ला बाबु म शिखर अङ्कलको मम्मी हो के गुवा डाङ्गी खाऊ नि लैजाऊ आऊ छोपेर ल्याऊ समाता समातेर ल्याऊ के भाइ आएको हेर कति ठुलो भाइ भाइ हो कि दाइ हो दाइ होला जेठको बाबु बस हो जियाना भन्दा कान्छो के 1 वर्षले ठ्याक्कै हो नि यो असोजमा जियाना 4 पुग्यो के अन्त यो 3 पुग्यो के भाइ कति ठुलो हैछ आऊ बाबु हेर खानेकुरा माग्न लाग्छौ के दिदी हेरेर देऊ बाबु
ओ दिदीले दिएको ल खाऊ खान्छौ खाऊ लाटा हो लाटा हो खान्छ खान्न रुचाउँदैन त्यसले पिरो हुन्छ भने खान्न के लाटा हो जाऊ बुझ्दै आमाको आमाको बुई आऊ घर जानी नगरे यो भित्र पसिसक्यो बाबु यता हो कि घर हेर्ने हो पटकले नबोलेको चाहिँ छोप्ने गरे बाबुले पछि मिक्स आउँछ तिमीहरूले उही भएर बिहालाई पाउहरू बनाएर ल्याएर जाउँ है मम्मीहरूलाई ल्याउँथ्यो भने लिइरहेको त्यत्रो ल्याउँदा पनि ढोगनी सोगनी जम्मै भोलि आउनुहुन्छ कि पछि आउनुहुन्छ कुन्नी खाइ छपटुटु लाई तिमीले छोपिदिनु काइन लाग्यो तिमी आऊ घर जाने अहिले फेरि आउने आऊ आऊ फेरि आउने लाऊ माइला बाबाको घर जाने तल पनि छ अर्को बिग हेर्न आउँछ छिटो बिग चिकन छ आऊ हेर्न जाने अरे फेरि आऊ यताबाट सक्छ होइन आफै हिँड्छु भन्छ क्या फेरि ल आइज हिँड्न जान्दैन समाउनै हुन्न भन्छ फेरि कति राम्रो रहेछ कि चिकन देख्यौ हो होइन म यो ल्याउँछु त्यसलाई हिँड्नलाई त त्यो लोटला कि समम यो हाम्रो घर हो सानो यो हाम्रो घर यो हाम्रो घर हो यो पोखराको कसको हो त बिरी बोले न बसेको कि माथि आछु गरेर यो कसको घर रहेछ कसको घर आयौँ शिखर अङ्कलको बैको कसको घर हो सक्नु पर्यो कसको घर हो बाबु शिखर अङ्कलको घर हो के ल भयो भयो ल भयो माने भयो म आमालाई ढोगेनस् के देखेछ आमालाई जिउ गर बाबु आमालाई जिउ गर पहिला यो त फेरि माथि सानो आमालाई जिउ गर पहिला अनि जाने घुम्न एकचोटि भन्न सकिन्न कि एक्साइटेड भएर होइन नि खेल्छ घर आऊ यतै केटाकेटी आए भर्खर कहाँ हो ए बाबालाई हो आऊ बाबु जान्छौ हेर्न नजाने त लोटिन्छ अहिले लोटिन्छ म कसको मम्मी एकचोटि भन त ल मलाई एकचोटि भन न म कसको मम्मी हो भन न छिटो बाबु एकचोटि भन न ल एकचोटि नाइ भनेपछि भ्याइ यही हो माथि जाने रे बाबु नो नो दादाहरुमा त जान्दैन त्यो बातल देखेर बारै छैन के हो फोन मेरो फोन देखेर हाँसेछ तिमीले ल्याइदिनु पर्यो नि त मलाई ठुलो फोन मेरो फोन हेर त यस्तो नि ल राम्रो छ भन न राम्रो छ न यस्तो गर्देऊ न मस्त के म फोन गरेको यस्तो भन लड्छ के रे यो बाबु जाका फ्रिजमा उसले त म यहाँ लोड्छ के चिसो हालेर ल्याउट बाबा हामी पुग्यौँ है सुन्नु त त्यसलाई कोक खाने कि स्प्राइट खाने हो सुन्नु न बाबु कोक खाने घरै लैदिए कोक खान आऊ भएको थिएन अरू 3टा केटाकेटी चढेको थियो घाममा तल कोक खाने
कोक फर्काइँदैन होला भात खान्छु भन्छ कि के न नो हुन्छ गुल्टिन्छ तिमीले उयो भनिरहेको थियो गाडी यहीँ होइन कतिमा रिजर्भ खोमेको हो कि रिजर्भ होइन ए ऊ शिखर अङ्कलको रुम उता जाँदा शिखर अङ्कलको के छ त्यहाँभित्र शिखर अङ्कलको रुम यता बाबा आऊ कोक खान शिखर अङ्कलको रुम शिखर अङ्कलको कोठा हेर्नु त रुम के अरे उस बिस्तारा के अरे त्यो दराज तेरो अङ्कलको अट्याची हेर्नु बाबु खै थ्याङ्क यू भनेको बाबु यो सर्ट निका तेरो गर्मी भएको छ शीतल के भएको छ थ्याङ्क यू भन्नु पनि त चिसो छ चिसो भयो होला नि अब यो त एकछिन चले गर्छ कि नयाँ कुरा देख्यो भने उयो हालेर राखेको तिमीहरूको सामान जाने त्यही कहाँ यहीँ छ देखेर कहाँ जाने ए त भागे त चिकन हेर्न आएको तल हजुर बाख्रा हेर्छु भन्छ के हिँड्न नजानेको हेर्नु नि यसलाई कता आएछ आमाको बाख्रा हो यो जामु त यो हिँडे क्या ट्रै तल के कहाँ जाने चिकन हेर्नु जाने हिँड्न जानेछस् ढुङ्गामा कसरी हिँड्छस् त कहाँ छ चिकन अहिले आउँछ कि बोयो चिकन यहाँ अङ्कलको ध्यान यता हो कि थुनेको उता हो चिकन थुनेको ल फोटो खिचिदियो अङ्कलको यहाँ जाम अब टिटी जाम म तिमीलाई मामा घर पुऱ्याइदिन्छु नि आऊ दिदी बाहिर तलतिर बाटो राम्रो छैन प्लास्टर गरे